यस्तो बब्बा लागेको छ कि ड्रोन शट हान्दैछु। वाउ। हेलो साथीहरू, तपाईँहरूलाई स्वागत छ कि मेरो अर्को नयाँ भिडियोमा। तपाईँहरूलाई म देखाउँछु कि यस्तो बबाल भिडियो आएको छ कि होइन। यो फुलहरूको यो चाहिँ के को फुल हो भने साथीहरू, ड्रागन फुलको फुल है। यस्तो बब्बा लागेको छ कि हाम्रो चाहिँ हेर्नु है, यहाँ बारीभरि फुलै फुल छ। किनभने बाटोमा हिँड्ने मान्छेहरू यहीँ बाटोबाट पनि देखिन्छ नि त। बाटोमा हिँड्ने मान्छेहरू राम्रो देखेको बाटोबाट आज त बारी भनेर भन्न आएको थियो कि भर्खरै मैले चाहिँ सुने यहाँ माथि छतबाट भिडियो बनाइरहेको छु म चाहिँ। त्यो चाहिँ मैले यसबाट यही वर्ष आएको भएर मात्र देखाएको, पहिला चाहिँ भिडियो मात्र देखाएको थियो होइन। खुसी नै लागिरहेको छ, राम्रो लागिरहेको छ। अङ्कलहरू चाहिँ उहाँ त्यहाँ बारीभित्र काम गर्दै हुनुहुन्छ, पोलिनेसन हो कि के गर्नुपर्छ अरे। अनि यस्तो बब्बाल भिडियो आइरहेको छ कि भिडियोमा भन्दा पनि लाइभ देख्नुमा धेरै फरक हुँदो रहेछ साथीहरू। हेर्नुहोस् तपाईँहरू, भिडियोमा भन्दा पनि रियल आँखाले देख्नुमा चाहिँ धेरै फरक हुँदो रहेछ होइन। वाउ, चाहिँ नजिकबाट देखाउन लागि तल आइपुगेँ। भिडियो त बनाउनु पऱ्यो, यसो मेमोरीहरू क्याद गरेर राख्नु पऱ्यो नि त होइन भिडियोमा। यस्तो बल्दो रहेछ नि यसमा चाहिँ। हेर्नु, यहाँ मौरी पनि पालन गर्नुभएको छ क्या हाम्रो अङ्कलहरूले। यो मौरीहरू नि पुरा फुलमा यस्तो बबल देख्छ साथी। माथिबाट नि बनाएर त देखाओ भने पनि अब चाहिँ ड्रागन फुलको फार्मभित्र आएर मैले देखाएको रहेछ है तपाईँहरू। अनि लिची पनि छ नि त, पहिलो भिडियो हेर्नु भएको छ नि हाम्रो यहाँ लिची, कागती, खुर्सानी, मेवा सबै छ। अहिले चाहिँ म चाहिँ आफ्नो भिडियो पनि बनाउने रूपमा डाउनलोड गरेर राख्छु। अनि अङ्कल पनि भिडियो बनाउनु भन्नुभएको थियो, त्यही भएर चाहिँ म अब भिडियो बनाउनु लागि यो सेल्फी स्टिक ट्राइपड अङ्कलको भिडियो बनाउनु लागि बारीमा जाँदैछु। हेलो मित्रहरू, सिन बौद्धिक कृषि फार्मको भिडियो सुट गर्दैछु। गुड मर्निङ। आज 8 गते है, जेठको। कस्तो मजाको भिडियो खिच्दैछु मैले, हेर्नु होला, मजा लाग्छ। हेर्नु होला यो मैले खिच्दै गरेको भिडियोमा फुलहरू चारैतिर मैले यसरी देखाउने छु। हेर्नु मजाले चारैतिर। अनि यसरी चाहिँ भिडियो बनाउँदैछु मैले, फर्स्ट टाइम है साथीहरू। ड्रोन शट हान्दैछु। ड्रोन त होइन, तर मैले ट्राइपडलाई प्रयोग गरेर ड्रोनको रूपमा प्रयोग गर्दैछु। अनि यसरी भिडियो बनाउँदैछु। अनि हेर्नु होला, मजाको छ है नजारा, मजाको छ है सिन साइडबाट। अनि यो साइडबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ, मजाको छ। अनि यसरी मजाको भिडियो बनाउने मन भएर बनाउँदैछु मैले। अर्को पालि फेरि मैले मजाले फल पाक्ने बेला यो बारी नै रातो हुन्छ, आज जसरी फुलले सेतो भइराखेको छ। अनि यो चाहिँ अब चाँडै हुनेवाला छ है त, 1 महिनाभित्र यसरी काम हुँदैछ। अनि हाम्रो सिन बौद्धिक कृषि फार्ममा। अनि यहाँलाई कस्तो लाग्छ है प्रतिक्रिया दिनु होला। अनि सेयर पनि गरिदिनु होला है त। अलिकति अब जरुर कृषिमा एउटा रमाउने प्रयास गर्दैछौँ, अनि मेहनत गर्दैछौँ। अनि मुख्यतया अब देशमै बसेर एउटा रोजगार, आफू रोजगारी मात्र नभएर अब अझै पनि अरूलाई रोजगार दिउँ भन्ने उद्देश्यका साथ लागि पर्दैछु। अनि यसरी नै तपाईँहरू सबैजनाले मन पराउनु हुँदा अनि म निश्चय नै भनौँ न यो क्षेत्रबाट चाहिँ नै केही भनौँ न उपलब्धि, अनि आफू मात्र होइन, अनि विशेष गरेर हाम्रो देशलाई पनि फलफुल उत्पादनद्वारा चाहिँ सपोर्ट गर्न पाऊँ। अनि त्यसपछि हाम्रो जति नेपालीहरू छौँ हामी अझै पनि हामी कोसिस गर्छौँ, जति पनि हामीले उपलब्धि लिन्छौँ अनि मुनाफा कमाउँछौँ भने हामीले हाम्रो लागि मात्र होइन, अनि दिन दुखी गरिब सबैलाई चाहिँ हामीले हेर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी यो सेवामा लागि परेका छौँ। त्यही भएर तपाईँको साथ सपोर्टको पनि खाँचो छ। अनि लाइक सब्सक्राइबको अनि कमेन्टको पनि अपेक्षा राख्छु। हस् त साथी हो, आज यो खिच्दै गर्ने क्रममा अब म ठ्याक्कै महिनापछि खिच्न आउनेछौँ है त। साथीहरू भिडियो कस्तो लाग्यो, लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाइ बाइ साथीहरू।